ये फेंक हर चीज फेंक हम सब मना करे उठले दौड़ी मार लगता क्या कथी करते कहता हम सब की करूँ अब घर भ गए सामने वो भीतर रही थी बंद कैने भर दी गन्हाई है कैलिए नहीं व्यवस्था आज के माल जाल के लोग पूजा करी तक से बरनेमा करिया गंदा सब फेंकी पोर अब यहाँ स्थानीयहरू धेरै विरोधमा हुनुहुन्छ। स्थानीयवासी ठीक छ, यसमा स्थानीयवासीमा कोही त्रुटि छैन। यहाँ जुन रेलवे स्टेशनमा जुन मुर्गाको दोकान और मछलीको दोकान जुन गरिरहेको छ मान्छे वो रात को 9 बजे 10 बजे आएर वो टिनामा और बोरामा जति कचरा छ मुर्गाको खसी काट्न बगा मान्छे अरू मछली काट्ने मान्छे सबै कुरा ल्याएर यो पुलाबाट झार्छ तल। नमस्कार, हम हेमंत झा आज उपस्थिति भइसकेको छु। आज जनकपुर 1 नंबर और 16 नंबर के बीच में आज मेरो साथ उपस्थिति कैमरामैन मुकेश जी को साथ में अहिले जुन जनकपुर को वातावरण हेरिरहेको छु। अहिले हामीहरू जैलात पुला को नजदीक रिपोर्टिंग को क्रम में पुगेको छु। तर यहाँ को स्थानीय सरकार र स्थानीय वासीहरू एकदमै पीडितमा परेको छ। तर यहाँ के छ पुलाको नजिकमा छेउमा घरहरू छ, बस्तीहरू धेरै छ। तर यहाँको पसलको भएको मान्छेहरू, यहाँको माछा बेच्ने मान्छेहरू, कुखुरा बेच्ने मान्छेहरू सबै कचरा जनकपुरको कचरा ल्याएर यहाँ खोलाको नजदिकमा राख्छ र खोलाको नजदिकमा राखेपछि यहाँ फोहोर जति गन्दगी र लामखुट्टेको अवस्था यस्तै बढिरहेछ। यस्तो बढ्दाखेरि हाम्रो समाजमा बिना बसिरहेछ पुरै यहाँ कचरा फाल्दाखेरि दुर्गन्धित ठाउँ हुन्छ होइन। यसको लागि नगरपालिकाबाट व्यवस्थित तरिकाले कहाँ फाल्नु पर्यो भनेर व्यवस्थित तरिकाले त्यहाँ गर्नु पर्यो पुरा यहाँबाट। अब फाल्ने कुनै व्यवस्था पनि छैन यहाँ नगरपालिकाबाट। त्यो कारणले अब उहाँहरू पनि बाध्यता छ कहाँ फाल्नु म होइन, साइडमा आएर मान्छे फालिदिन्छ त्यहाँ। त्यसको लागि नगरपालिकालाई मेन जोड दिनु पर्यो मेरो। अहिलेसम्म नगरपालिकालाई कुनै चासो लिएको पनि छैन त। त्यो त हाम्रो आम मान्छे त्यो अब काम गर्ने मान्छे होइन। अहिले यहाँ एउटा आइमाई हुनुहुन्छ, उहाँसँग सोध्दैछु के भन्नुहुन्छ? जे कतु सामने फेंकी हम सब कहे तो उनटले गाड़ी बात दी तो क्या लड़ते। नगरपालिका से वारा कार्यालय से कुनै चासो अहिलेसम्म भएछ कि भए छैन त्यो भन्नुहोस् त। हाँ ये फेंक हर चीज फेंक हम सब मना करे उठले दौड़ी मार लगता क्या कथी करते कहता हम सब की करूँ अब घर भ गए सामने वो भीतर रही थी बंद कैने भर दी गन्हाई है कैलिए नहीं व्यवस्था आज के माल जाल के लोग पूजा करी तक से बरनेमा करिया गंदा सब फेंकी पोर तो अब यहाँ स्थानीयहरू धेरै विरोधमा हुनुहुन्छ र यहाँ फोहोरको कचराको कारणले गर्दा यहाँ पुरै प्रभावमा परेको छ। अब हेर्नु कस्तो कचराहरू छ यहाँ पुरै फालेको छ। पुरै आधी जनकपुरको स्टेसन तरिको पुरै पसलहरू भएको मान्छेले पुरै यहाँ कचराहरू राखेर पुरै प्रदर्शन म
स्थानीयवासीहरूसँग सोधिरहेको छु के यहाँको वातावरण कस्तो लागिरहेको छ तपाईँलाई? यहाँको जुन छन् न स्थानीयवासी ठिक छ, यसमा स्थानीयवासीमा कोही त्रुटि छैन। यहाँ जुन रेलवे स्टेशनमा जुन मुर्गाको दोकान और मछलीको दोकान जुन गरिरहेको छ मान्छे, वो रातको 9 बजे 10 बजे आएर वो टिनामा और बोरामा जति कचरा छ मुर्गाको, खसी काट्न बगा मान्छे अरू मछली काट्ने मान्छे सबै कुरा ल्याएर यो पुलाबाट झार्छ तल। यो चारू तरफको जुन घरवाला छ यो खाना पर बाधा छ। एकदम हेर्नुहोस् पुरै सहरको हेमपाइप जुन छ अहिले पानी आइरहेको छ त्यसको पनि भरिसक्यो। त्यो पानी उल्टै सहरमा जान्छ। यस्तो हालत छ यहाँ कि म यो घरमा खाना खान पाउँदैन, यस्तो गन्ध गर्छ। लेकिन यहाँ जुन छ वार्ड अध्यक्ष छ, वार्ड सदस्य छ और यहाँको जुन मेयर छ यसको बारेमा कोही चाइखे छैन कि यो कचरा झारिरहेको छ। नयाँ पुला छ, पुला म साफ गर्छु कहिले पुरा मुर्गाको कचरा यहाँ दुई ठाउँमा फाल्छ। यस पटक फाल्छ, यस पटक फाल्छ। 16 नम्बर वार्ड र 1 नम्बर वार्डको बिचमा जुन जैलात कुला छ, यहाँ स्थानीयवासीहरूले पसलको मान्छेहरूले एकदमै कुखुरा बेच्ने र माछा बेच्ने पसल भएको मान्छेहरू पुरै राति 9 बजेसम्म ल्याएर यहाँ कचरा हाल्छ। तर स्थानीयवासीहरूलाई यति गाह्रो भइरहेछ, यहाँ बस्नमा पनि अप्ठ्यारो भइरहेछ, हिँड्नमा पनि अप्ठ्यारो भइरहेछ। यति गन्दगी दिइरहेछ, अब लामखुट्टे पनि यस्तै तनाव भइरहेछ। स्थानीयवासी सरकार र केन्द्र सरकार र प्रदेश सरकारलाई ध्यान आकर्षण गराउन खोजिरहेछु कि यहाँ एकचोटि आएर पहल गरिदिनको लागि अनुरोध गर्दैछु। क्यामेराम्यान मुकेशजीको साथ म हेमन्त झा तपाईहरुसँग अहिले बिदा लिदैछु।